गाइज वेलकम टु माई च्यानल। अनि आजको भिडियो चाहिँ ब्लग हुनेछ। अनि चाहिँ आज चाहिँ हामी चाहिँ गोर्खा जानेछौँ। अनि चाहिँ गोर्खा जाँदा चाहिँ कसरी जान्छौँ भनेर चाहिँ आज म तपाईँहरूलाई देखाउँछु। अनि पछाडि चाहिँ हाम्रो कुकुर चाहिँ एकदम भुकिरहेको छ। किन म देखाउँछु। साथीहरू, हाम्रो यात्रा सुरु भइसक्यो। हामी चाहिँ हिँडिसक्यौँ। अहिले चाहिँ हामी चाहिँ घरबाट हिँड्दैछौँ। सो साथीहरू, अहिले चाहिँ हामी चाहिँ पाउरस आइपुग्यौँ। यहाँ चाहिँ बल्ल चाहिँ घाम लाउँदैछ। हामी त्यति बिहानै उठेर हिँडेको हो। त्यति बेला त घाम लागेको थिएन, अहिले चाहिँ घाम लाउँदैछ। अब हेरौँ हामी वहाँ गोर्खा पुग्दाखेरि गोर्खाको भ्यू हेर्न सक्छौँ कि नै। यदि घाम लागेन भने त अब हेरौँ के। अहिले चाहिँ हामी चाहिँ गाडीमा गएको छौँ भने यहाँ अर्को मान्छे छ। अनि यहाँ रिभर्स पनि हुन्छ हैन, अगाडि पनि हुनुहुन्छ। अगाडि चाहिँ आमा र बाबा हुनुहुन्छ। बाबा ड्राइभिङमा हुनुहुन्छ नि। हजुर हजुर। हेलो गाइस, आमा हामी जान्छौँ गोर्खा। गोर्खा यहाँ चाहिँ नयाँ ब्लगर। अनि खतरा सिन छ। बिचमा चाहिँ पुरै बादल उडिरहेको छ। बादल छुने मेरो विस हो गाइस। त्यसको के रे तेरो विस? बादललाई छुने। कस्तो कस्तो विस हुन्छ। हामी चाहिँ यहाँ कति राम्रो पार्टी सुनिरहेको छ गाइस। र तिम्रो विस के रे भन्देऊ त। यो चाहिँ अब चरा बनेर चाहिँ बादल हुन्छ है। अनि यहाँ हजुरको केही विस छ आज? मेरो त केही छैन विस। कामै नलाग्ने मान्छे, कामै छैन, केही विस। हेरेर म एकदम खुसी भएको छु साथीहरू। अनि हजुरको केही विस छ? हामी सोध्न जाँदैछौँ। मिलियन सब्सक्राइबर्स। हामी चाहिँ तनहुँ जिल्ला छिर्यो। तनहुँको जिल्ला हजुर बिजुलीको पुल। यहाँ चाहिँ बिजुलीको पुल बनाइन्छ। यहाँको बाटो पनि म त बिजुलीको बहुत राम्रो बनाउँछ। यार गाइस, हाम्रोतिर पनि बनाउनु पर्यो। हाम्रोतिर पनि बाटो यस्तै बनाउनु पर्यो गाइस। म्याग्दी खोला। अनि यहाँ चाहिँ गाडीमा चाहिँ गीत गाइरहेको छ। हाम्रो जोडी बसाइसक्ने हो कि हाई झमझम 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 पर्यो पानी झमझम 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 पर्यो पानी खदैमा खदैमा। सिङ्गर है, सिङ्गर तपाईँहरूलाई पनि चाहियो भने छ है सिङ्गर खतरा खतरा। साथीहरू, अहिले चाहिँ हामी चाहिँ यहाँ चाहिँ गाडी रोकेर चढेको छौँ। यहाँ चाहिँ काम परेर। अनि चाहिँ अहिले चाहिँ हामी चाहिँ पछाडि बोर्ड देख्न सक्नुहुन्छ। हामी चाहिँ म्याग्दी 1 बारचौर तनहुँको बारचौर भन्ने ठाउँमा छौँ। यहाँ पछाडिको बाटो हेर्नु पनि बहुत राम्रो छ। अनि अहिले चाहिँ हामी यो ठाउँमा चढेको छौँ। अनि यहाँ दुईजना ट्विन्स, एकदम ट्विन्स जस्तो देखिन्छ नै। हेर्नु न, सेम कपडा, सेम हुस, सबै कुरा सेम। यो मात्रै फरक देखिन्छ। अनि यहाँ चाहिँ एउटा भेटेको छु मैले, कपी। अनि बाबा र आमा चाहिँ टोइलेट जानुभएको छ। हामी चाहिँ आधा लगाइराखेको छ अहिले चाहिँ। साथीहरू, हामीलाई चाहिँ गोर्खा जानलाई चाहिँ 2टा पुल तरेर जानु पर्दो रहेछ। सबैभन्दा पहिला चाहिँ माडी नदीको पुल, अनि त्यसपछि मर्स्याङ्दी नदीको पुल। अहिले चाहिँ हामी चाहिँ माडी नदीको पुलमा छौँ। हामी जुन पुलमा गयौँ त्यसको साइडमा हेर्नुहोस्, त्यहाँ चाहिँ नयाँ पुल बनाउन राखेको रहेछ। तर कहिले भन्छ थाहा छैन। त्यही पनि जे होस्, बनाउन त लागेको रहेछ। अहिले चाहिँ हामी चाहिँ आफू खैरेनी भन्ने ठाउँमा छौँ। यो ठाउँमा चाहिँ धेरै घरहरू रहेछन्। अनि त्यसपछि चाहिँ हामी चाहिँ अब चाहिँ साथीहरू, हामीले चाहिँ मर्स्याङ्दी पुल पनि तर्यौँ। मर्स्याङ्दी नदी पनि एकदम राम्रो रहेछ, कति सफा रहेछ। अब मर्स्याङ्दी नदी पछि त अब भनौँ हामी गोर्खा जिल्ला छिर्यो। अब गोर्खा जिल्ला छिरेपछि चाहिँ 2टा बाटो हुन्छ। एउटा चाहिँ मनोकामना जाने ठाउँ, अनि एउटा चाहिँ गोर्खा जाने ठाउँ। साथीहरू, अहिले चाहिँ हामी चाहिँ सबभन्दा पहिला चाहिँ गोर्खा मन्दिर जाँदैछौँ। अनि यहाँको बाटो चाहिँ यस्तो छ। त्यो सर चाहिँ बाबाले चाहिँ गाडी लिएर आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ यसो हिँडेर आउँदैछौँ। अहिले चाहिँ हामी यस्तो जङ्गलको बिचमा छौँ। अनि हिँड्नु न कस्तो कुहिरो लागेको छ।
केही पनि देखेको छैन। अहिले चाहिँ हामी गाडी माथि जान्छ कि नै भनेर हेर्दैछौँ। जाँदैन जस्तो लाग्छ। अनि आजको मेरो ड्रेस अप वहाँ माथि चाहिँ मन्दिर छ। हामी चाहिँ यहाँ सिडी चढेर जाँदैछौँ। यहाँ हेर्नुहोस् कति पुरानो पुरानो घरहरू छ। अहिले चाहिँ हामी चाहिँ यहाँ मन्दिर आइपुगेको छौँ। अनि यहाँ चाहिँ जुत्ता चप्पल फुकाल्ने ठाउँ। अनि हामी चाहिँ यहाँ चाहिँ जुत्ता चप्पल फुकाल्ने पर्छ। यहाँबाट यस्तो बल्ल घाम लागेको छ। कहाँ हालिदिउँ र साथीहरू? यो चाहिँ गोर्खाको मन्दिर हो। अनि हामी चाहिँ यहाँ चाहिँ मन्दिर आमा चाहिँ यहाँ चाहिँ सामान ठिक्क पार्दै हुनुहुन्छ। अनि हामी चाहिँ मन्दिरमा छौँ। हेर्नुहोस् कस्तो भर्याङ छ त्यहाँ। अनि यहाँ चाहिँ मन्दिर छ ठुलो। के हो? श्री 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 महाराज कसको यो दुईटा के हो बाबा? यो दुईटा के हो नि? यो ढोलक के देख्छ त्यो युद्ध हुने बेलामा बजाउने? ए डङ डङ डङ। यो घन्टी। यो घन्टी हो हैन? यो तोप चाहिँ ए त्यो गोली हान्ने बारुद गोली खसेको अनि राखेको माथिको तलको चाहिँ माथि जाने ठाउँ। यो चाहिँ 1880 सालमा लेखेको शिलालेख हो। खासमा चाहिँ यो मन्दिर चाहिँ पृथ्वीनारायण शाह बस्ने प्यालेसलाई चाहिँ भनिँदो रहेछ। अनि यहाँभित्रको चाहिँ खासै भिडियो खिच्न नपाइदो रहेछ। त्यसै भएर मैले चाहिँ खिच्न पाइनँ। तर जति नै खिचेको यही हो। यो चाहिँ मन्दिर हो। यहाँभित्र चाहिँ गोरखनाथ भगवानको मूर्ति छ। सबैजनाले त्यहीँ गएर पूजा गर्नुहुन्छ। अनि यो एउटा त्रिशूललाई पनि भगवानकै प्रतीकको रूपमा मानेर पूजा गरिन्छ। अनि यहाँ चाहिँ कस्तो काठको उसके बारके मतलब के भन्छ त्यही। अनि यो चाहिँ जुन पृथ्वीनारायण शाहको प्यालेस छ नि, यो चाहिँ एउटा ठुलो ढुङ्गामा मात्रै बनाएको रे के। त्यत्रो एउटा ढुङ्गाले यत्रो ठुलो प्यालेसलाई हानेको छ। अनि यहाँ चाहिँ हवन कुण्ड गर्ने ठाउँ जस्तो लाग्यो मलाई। त्यहाँ चाहिँ पृथ्वीनारायण शाहले गर्नुहुन्थ्यो होला। अनि यो चाहिँ के अरे प्रसाद बनाउने ठाउँ के। मतलब हामीले जुन ल्याएको हुन्छौँ नि सामान चढाउने भनेर पिठोहरू घिउहरू चामलहरू, त्यो चाहिँ यहाँ चाहिँ त्यहीबाट चाहिँ यहाँ चाहिँ प्रसाद बनाउने ठाउँ। अनि उतापट्टि पनि एउटा मन्दिर रहेछ। साथीहरू अहिले चाहिँ हामी चाहिँ यहाँ चाहिँ रामशाहको मन्दिर मतलब रामशाहको चौतारा जाँदैछौँ। यो चाहिँ पहिला चाहिँ न्याय पाउने ठाउँ कहाँ जाने भन्ने रामशाहबाट जाने उहाँको चौताराबाट आएको छौँ। न्यायको लागि गोर्खा जानु भनेको यही चौतारामा बसेर रामशाहले सबैलाई न्याय दिनुहुन्थ्यो अरे। अब साथीहरू हामी चाहिँ रामशाहको चौताराबाट आइपुग्न लागिसक्यौँ। मेरो पछाडि जुन देख्नुभएको छ नि त्यो चाहिँ रामशाहको चौतारा हो। अब चाहिँ हामी त्यहाँ जान्छौँ हेर्नलाई यहाँको बाटो कस्तो छन् भनेपछि। हेर्नु यहाँको बाटो यस्तो छ, यसरी भएर जान्छ। यो मसँग चाहिँ क्यामेरा लिइरहेको छु भनेर कस्तो खिच्नु पऱ्यो नि। ऊ त्यहाँ रामशाहको मूर्ति रहेछ। साथीहरू यो चाहिँ रामशाहको हो। यहाँ चाहिँ यहाँ बसेर चाहिँ उहाँले चाहिँ सबलाई न्याय दिनुहुन्थ्यो। देखिँदो रहेछ। उहाँ चाहिँ रामशाह हुनुहुन्थ्यो, पृथ्वीनारायण शाहको बाबा। उहाँले अहिले पनि न्याय दिइराख्नु भएको छ। यसपछि चाहिँ हामी चाहिँ गोर्खाको चाहिँ म्युजियम गएको थियौँ। त्यो चाहिँ म चाहिँ अर्को पार्टमा हाल्छु। अहिले चाहिँ ब्लग लामो भइसक्यो, त्यसैले अहिलेको लागि यति नै। टाटा बाई बाई, सी यू। मेरो च्यानललाई लाइक सब्सक्राइब र सेयर गर्न नभुल्नु होला। बाई बाई।